नमस्कार सम्पूर्णमा मेरो प्रश्न सरकारलाई। सर्वसाधारणको सरकार कहिले आउँछ, कहिले बन्छ? सर्वसाधारण जनताले नयाँ सरकार, सर्वसाधारणको सरकार पनि आएछ, हाम्रो पनि सरकार आएछ, हाम्रो लागि पनि सरकार हो भन्ने महसुस कहिले गर्ने? त्यो महसुस गर्ने नीति कार्यक्रम कार्यान्वयन कहिले हुन्छ? र सबैको आशा चाहना थियो। हामीले त देखिरहेका छौँ 2007 सालको परिवर्तनले दलाल बिचौलिया भ्रष्टाचार तस्करीकै नै सरकार बन्यो। त्यसैलाई उनीहरूलाई मलजल गर्ने, उनीहरूकै सेवा सुविधा गर्ने सरकार बन्यो। त्यसै गरी 2046 सालको परिवर्तनले पनि दलाल बिचौलिया भ्रष्टाचार कालाबजारी तस्करी लगायतलाई नै सेवा र सुविधा पुर्याउने सरकार बन्यो। त्यसै गरी 10 वर्ष जनयुद्धले पनि सर्वहारा वर्गको कुरा मात्रै उठ्यो, त्यसले पनि बिस्तारै गरेर दलाल बिचौलिया पुँजीवादी हर्कै चाकर गर्ने, नोकरी गर्ने र तस्करहरूको नै चाकरी गर्ने सरकार बन्यो, अर्थात् उसैको पालन पोषण गर्ने, भरण पोषण गर्ने सरकार बन्यो। त्यसै गरी 62-63को आन्दोलनले पनि र त्यो परिवर्तनले पनि त्यसरी नै दलाल बिचौलिया भ्रष्टाचार तस्करी कालाबजारीलाई अझै बलियो बनाउने मलजल गरेर दह्रो बनाउने खालको र कामै मात्रै गरेको देखियो। त्यसै गरी हामीले अहिले जेन्जी आन्दोलन 2082को आन्दोलनले पनि सर्वसाधारणको जिन्दगी कष्टकर बनाउने र अझै पनि दलाल बिचौलिया कालाबजारी तस्करी लगायतका चाहिँ भ्रष्टाचारी र अनियमितता घोटाला गर्नेकैलाई मलजल गर्ने र उनीहरूलाई बलियो बनाउने नै सरकार चाहिँ बन्ने र उनीहरूकै उसमा चाहिँ देखिन्छ। सर्वसाधारणको सरकार, सर्वसाधारणलाई को जीवन सहज बनाउने सरकार त हामीले कहिले पाएनौँ र पाउने अवस्था रहेन। किन भन्दाखेरि यो देशमा जति पनि परिवर्तन हुन्छ त्यहाँ दलाल बिचौलिया पुँजीवाद भ्रष्टाचार तस्कर कालाबजारी मानव तस्कर विभेदकारी बलात्कारीहरूले नै ठाउँ पाउने, उनीहरूले नै आर्थिक उन्नति गर्ने र सेवा सुविधा उनीहरूले नै पाउने खालको सरकार अहिलेसम्म राज्य व्यवस्था बनेको छ। यो राज्य व्यवस्था भनेको चाहिँ सर्वसाधारणको लागि कहिले पनि आएन, कहिले पनि बनेन, बन्नुपर्छ, बन्छ भन्ने हाम्रो आकाङ्क्षा, हाम्रो चाहना थियो। सर्वसाधारणले आशा गरेको अहिलेको 2 तिहाई नजिक पुगेको राजसभा सरकारलाई हो, तर अझै पनि अलिकति सरकारले ध्यान दिएर काम गर्नुपर्छ भन्ने थियो। विगतमा नआएको भएर अब चाहिँ साँच्चीकै सर्वसाधारणको पनि सरकार हो भन्ने खालको आवाज, त्यो खालको महसुस गराउने खालको राज्य चाहिँ बन्नुपर्छ, बनाउनुपर्छ भन्ने हाम्रो चाहना छ। कहिले बन्छ, कसरी बन्छ, अब सरकारलाई हाम्रो प्रश्न, हामी जस्ता लाखौँ लाख मान्छेहरूको चाहिँ दैनिकी ज्यालादारी काम गरेर खाने र सर्वसाधारणको जीवन उक्सिने खालको र स्तरलाई उठ्ने खालको राज्य व्यवस्था, राज्य सरकार बनोस् र बनाउनुपर्छ, बन्नुपर्छ भन्ने चाहन्छु। धन्यवाद।